हुनु पनि त अब ह्यान्डसम मान्छेको हुन्छ नि त अब ह्यान्डसम मान्छेको हुन्छ नि त अब यो तिम्रो कुरा त यो तिम्रो कुरा त यो तिम्रो कुरा त यसले पादो हो यसले पादो यसले पादो हो यसले पादो पादो हो यसले पादो अब सिरियस भन ल तिमी आज प्रपोज डे हैन अनि प्रपोज डेमा आज प्रपोज डे आज प्रपोज डे अनि प्रपोज डेमा पहिला तिमीलाई कति जनाले प्रपोज गर्यो अरे हावा बोल्छु नि फेरि म त फेरि कति जनाले गर्यो ल भन न भए पो गर्छ कसम भनेको यो मैले मेरो एक्सहरू भनाउँदोहरू होला के होइन वान साइडेड लभ मैले अहिलेसम्म लभ पनि परेको छैन भेट्ने सेट्ने काम पनि गरेको छैन यो वान साइडेड लभ गर्ने मान्छेहरूले सायद यो भिडियो हेर्दै होला होइन सोच्दो हो कि यो पनि यता केटासँग भेट्यो यता तिमीसँगै हो र तिमीसँग बोल्दाखेरि पनि कहिले त्यो भ्यालेन्टाइन डे रोज डे चक्लेट डे किस डे हक डे भन्ने कुरा नै मलाई थाहा थिएन र गरिनँ पनि क्या तिमीसँग डाइरेक्ट बिहे गरेको त मान्छेले हेर्दाखेरि म बिहे गर्ने चाहिँ देखिन्थ्यो र यसले सब कुरा ढाँटो सत्य कुरा नि साथीहरू कहिले नि ढुक्दैन क्या यहाँ सिधा ठाड बनाएर हेर्नु त म त हाँस्न आउँदैन सिधा कुरा हो भने त सिधा सिधा गर्ने हो नहाँसी तिमी भन त लु पहिला लु बिहे गरेपछि त बेग्लै कुरा अब बिहे गरेपछि त एकअर्कामा त थाहा भइ नै हाल्छ के गर्दैछ कसो गर्दैछ होइन बिहे नगरेपछि पो पहिलाको कुरा के गरौँ कसो गरौँ विगतको कुरा होइन त्यो गरौँ भन्दैमा त्यो विगतको कुराले सम्झेर त झगडा गर्ने होइन नि त त्यही भएर मैले विगतको कुराहरू के तिम्रो लभको थियो भनेर निको टाउको निवारेर होइन त मेरो हस्बेन्ड तिमी थियौ नि प्रपोज डेमा मलाई फुल मागेर बुकेको फुल नदिने यस्तो बुकेको फुल होइन यस्तो बुकेको फुल साँच्ची हो यो साँच्ची भन्दैछु हौ मैले साँच्ची भन्नु त भ्यालेन्टाइन डेमा केटा भेट्नु गएर मलाई ब्लक हानेर है साइलेन्टमा फोन राखेर साइलेन्ट अरे फ्लाइट मोडमा राखेर कसम तिमी त्यस्तो हाउन मलाई फेरि साँच्चीकै त एकचोटि तिमीलाई भेट्दाखेरि तिमीले बोलेको शब्द मलाई याद छ नि फेरि साँच्चीकै त चाहिँ कस्तो होइन होलीको दिन थियो त्यतिखेरै हो भेटेको फर्स्ट टाइम कतिखेर त्यो फर्स्ट टाइम होला अनि बहिनी र म आएको मलाई चाहिँ फेरि अब हुन त अब ल परेपछि लाज त हुँदैन रहेछ लाज यति लागेको होइन नजिकै जानु नमन लागेको होइन बहिनी चाहिँ उता दाइ भन्दै गफ गर्नु गयो बोलो म चाहिँ लाजले एक ठाउँ साइडमा बसिबसेको भरे अनि गफ गर्नु गएँ उता पुलतिर घुम्नु गयौँ कि अनि के भन्छ मलाई ओइ मैले मेरो एक्सले देख्दै लुक्दा परे आम्मा त्यतिखेर मलाई कस्तो फिल भयो होला भन्नु त साथीहरू भन्नु न त्यतिखेर कस्तो फिल भयो होला अझ मैले तिमीलाई त्यस्तो गरेर त हिँडेको छुइनँ नि कस्तो एक्स हौ एक्स भनेको यस्तो हो अब हेर्न कम्तीको छैन कम्तीको छैन मैले होइन एक्स होइन म्याक्सलाई देखेर लुक्दा भन्ने सुन या सुन एउटा कुरा नि तिमीले एक्स भन्यौ नि मेरो म्याक्सलाई देखेर म्याक्स भनेको मेरो साथी म्याक्सले यो भिडियो हेरेर नि के सम्झिन्छ यसको गर्मी बिस्किँदैन बिता हावा नबोल नि फेरि म्याक्स कसरी बिस्किन्छ म्याक्सलाई देखेर चाहिँ लाज लाग्यो भन्नु खोजेको मैले के होला त एक्स भन्ने कुरा थाहै छैन मलाई कसरी मैले भन्नु त पुगेँ त्यहाँ तिमीले म नाम पनि भन्दैछु नि अहिले फेरि तिमीले म्याक्स भन्दै म नि अहिले नाम भनिदिन्छु नि फेरि म्याक्स भनेको त उसको निकनेम हो अनि हुनु पनि त अब ह्यान्डसम मान्छेको हुन्छ नि त अब यस्तो अनि के त ह्यान्डसम मान्छे होइन ह्यान्डसम मान्छेको ल हुँदैन म एउटा मसँग लभ पर्दाखेरि लभ परेर 1 वर्ष 1.5 वर्ष जति लभ पऱ्यो मलाई होइन त्यति वर्षमा चाहिँ म हामी 11 पढ्दाखेरि त सँगै परेको थियौँ न ऊ 12मा म 11मा पढ्दाखेरि मलाई साथीहरूले भन्थ्यो तिम्रो यो बर्ड हो भन्छ भर्खर बोलेको भन्दै होइन भन्दाखेरि आमा
तिमीलाई पनि तिमीलाई पनि छोडिदिला नि यो त एक नम्बरको पो छ त पो भन्थ्यो त किन भन्दाखेरि यसको त केटीहरू गरेर साध्दै नै छैन भन्थ्यो कि त्यो कुरा त मैले सुनेकै हो अब हेर्नु म पढ्ने स्कुलमै 4 जना थियो भनेपछि होइन तिम्रो अरे हजुर थिएन भन्दाखेरि मलाई यो केटीले त खालि फाटेको कट्टु मात्रै लाएर आउँछ नभन्नु होला छ नि यस्तो किनिदिनु न कट्टु तिमी रोज डेमा पनि तिम्रो बोयफ्रेन्ड पहिला भेट्न जाँदाखेरि फाटेकै कट्टु लाएर जान्थ्यौ कि क्या हो अझसम्म बोयफ्रेन्डै थिएन भन्दैछु झन् तिमीसँगै हो लप परेर आएको भन्दैछु तिम्रो चाहिँ लु कतिवटा गर्लफ्रेन्ड थियो भने तिमीलाई म पहिला म पनि सिरियस भन्छु तिमी पनि सिरियसली भन ल म पनि सिरियस भन्छु तिमी पनि सिरियसली भन ल तिम्रो गर्लफ्रेन्ड थियो कि थिएन मभन्दा अगाडि तिमीभन्दा अगाडि उहिलेको कुरा किन सोध्छौ अहिलेको सोध अब अहिलेको त अहिले थाहा छ त छैन उहिलेको भन न अब मभन्दा अगाडि थियो कि थिएन अहिलेको थाहा छ भने लु भन न आमामा हेर्न कुरा टाढेको रिस उठिहाल्छ क्या अनि भन न म पनि सिरियसली भन्छु उहिले होइन अहिले चाहिँ छ मेरो गर्लफ्रेन्ड उहिले को छ लु को छ सेचन माया क्याप छ कि मगर ए यो तिम्रो कुरा त यसले पादो लु नाक टालेर गनाएन भने अब सिरियस भन ल तिमी आज प्रपोज डे होइन अनि प्रपोज डेमा आज प्रपोज डे अनि प्रपोज डेमा पहिला तिमीलाई कतिजनाले प्रपोज गर्यो अरे हावा बोल्छु नि फेरि म त फेरि कतिजनाले गर्यो ल भन न भए पो गर्छ कसम भनेको यो मैले मेरो एक्सहरू भनाउँदोहरू होला कि होइन वान साइडेड लभ मैले अहिलेसम्म लभ पनि परेको छैन भेट्ने सेट्ने काम पनि गरेको छैन यो वान साइडेड लभ गर्ने मान्छेहरूले सायद यो भिडियो हेर्दै होला होइन सोच्दो हो कि यो पनि यता केटासँग भेट्यो यता तिमीसँगै हो र तिमीसँग बोल्दाखेरि पनि कहिले त्यो भ्यालेन्टाइन डे रोज डे चक्लेट डे किस डे हक डे भन्ने कुरा नै मलाई थाहा थिएन र गरिनँ पनि क्या तिमीसँग डाइरेक्ट बिहे गरेको त मान्छेले हेर्दाखेरि म बिहे गर्ने चाहिँ देखिन्थ्यो र यसले सब कुरा ढाँटो सत्य कुरा नि साथीहरू कहिले नि ढुक्दैन क्या यहाँ सिधा ठाड बनाएर हेर्नु त म त हाँस्न आउँदैन सिधा कुरा हो भने त सिधा गर्ने हो